एनआईसी एसिया बैंकका नवनियुक्त सिइओ सुजित कुमार साक्यले कम्पनीका एचआर प्रमुख नारायण नेपाल सहित 3 जनाको जागिर तत्कालका लागि नखाइदिने भएका छन्। यसअघि बैंकमा आउने बित्तिकै एचआर प्रमुख नारायण नेपाल, ब्रान्ड विभाग प्रमुख धीरेन्द्र वाग्ले र कम्पनी सचिव दिपेन कार्कीलाई निकाल्ने तयारीमा रहेका उनी अन्ततः आफ्नो योजनाबाट ब्याक हटेका छन्। उनी निकट कर्मचारीका अनुसार यी 3 जनालाई हटाउने गरी सिइओ साक्यले तयारी गरेका थिए। यी मध्ये नारायण नेपाललाई बैंक विरोधी गतिविधि गरेको आरोप छ भने धीरेन्द्र वाग्लेलाई सुजित साक्य विरुद्ध मीडिया उकासेको आरोप छ। दिपेन कार्की विवादित व्यक्ति भएको, उनी जेल समेत परेको र उनकै कारण बैंकको इमेजमा धक्का परेको भन्दै साक्यले 3 जनालाई निकाल्ने गरी उपत्यका बाहिर ट्रान्सफर गर्ने योजना बनाएका थिए। तर दिपेन कार्कीलाई निकाल्दा अन्य हाकिमका काण्ड पनि बाहिर आउने, धीरेन्द्र वाग्लेलाई निकाल्दा उनले चलाउन सक्ने केही मिडियामा सिइओ विरुद्ध थप न्युज आउन सक्ने र नारायण नेपाललाई चलाउँदा उनले थप बैंक विरोधी गतिविधि गर्ने र यो सबै कामले साक्यलाई नै ब्याकफायर गर्ने ब्रिफिङपछि 3 भाइको जागिर जोगिएको हो। सिइओ तत्काल यी योजनाबाट हटे पनि उनले केही समयभित्रै आफ्नो छुट्टै टिम बनाउने तयारी गरेको बैंकका सिनियर कर्मचारी बताउँछन्। दिपेन कार्कीको डरलाग्दो यौन काण्डबारे कर्मचारी संगठन पनि नबोलेको भन्दै अहिले बैंकभित्र डिजिटल जेन्जी फोर्स समेत गठन भएको छ। सो फोर्सले डिजिटल प्रविधिको प्रयोग गरेर बैंकका सिइओ लगायतका अन्य हाकिमका बारे भण्डाफोर अभियान चलाउने निर्णय समेत गरेको छ। सोमबार मात्र पेप्सिकोला स्थित एक रेस्टुरेन्टमा बसेर एनआईसी एसियाका कर्मचारीहरूले डिजिटल जेन्जी फोर्स गठन गरेका थिए।